आज हामी पढ्दैछौँ कक्षा 8 को युनिट 1 अन्तर्गत रहेर इङ्ग्लिश बुकको रिडिङ आई भन्दा पढ्नुभन्दा अगाडि हामी केही पिक्चर्सहरू हेरौँ. हियर we can see the pictures below show Nitu's activities in a day. Ask questions and answer them. यहाँ चाहिँ नितुले दिउँसोभरिमा अथवा दिनभरिमा चाहिँ के काम गर्छिन् भन्ने कुरा उहाँको रुटिन चाहिँ बताइएको छ. यहाँ चाहिँ पिक्चरमा हेरेर चाहिँ हामीले भन्न सक्छौँ कि कति बजे उहाँले के काम गर्नुहुन्छ भनेर. अब यहाँ आस्क क्वेसन एन्ड आन्सर देम भनेको छ. अब यहाँ टिचरले चाहिँ क्वेसन सोध्ने र विद्यार्थीले आन्सर गर्न पनि सकिन्छ भने उनीहरू स्टुडेन्ट बीच नै आन्सर क्वेसन गर्न पनि सकिन्छ. नाउ वी क्यान सी द फर्स्ट पिक्चर. इन द फर्स्ट पिक्चर सी इज गेटिङ अप. द्याट मिन्स वी क्यान आस्क वेन डज सी गेट अप. उनी कति बजी उठ्छिन् अथवा कति बेला उठ्छिन् भनेर सोध्न सकियो. एन्ड आन्सरमा हुन्छ सी गेट्स अप एट 6 o'clock. 6 o'clock in the morning भन्न पनि सकियो. And second picture shows she is having her breakfast over here. And we can say when does she do her breakfast or when does she eat her breakfast. दुईटै भन्न मिल्छ अनि आन्सरमा भन्न मिल्छ she does or eats her breakfast at 7 o'clock. And third picture मा हामी देख्छौँ she is going to school. And we can say when does she go to school. कति बजे जान्छिन् त कतिखेर भनिसकेपछि she goes to school at 10 a.m. or at 10 o'clock. अनि यहाँ चाहिँ हामी स्कुलबाट फर्किरहेको देख्न सक्छौँ भने हामीले यहाँ के भन्न सक्छौँ त when does she return from school or when does she return home from school. कति बजे घर आउँछिन् त. अब हामीले भन्नु पर्यो she returns from school to at 3:45 भनिसकेपछि यहाँ 4 बज्नलाई 15 मिनट बाँकी छ. यसलाई हामी के भन्छौँ त 3:45. अब हामी हेर्छौँ फिफ्थ फोटोमा she is having her dinner. अब यसलाई क्वेसन के सोध्नु पर्यो when does she have her dinner अथवा when does she eat her dinner हैन अथवा when does she do her dinner. हामीले जे पनि भन्न मिल्यो भनिसकेपछि she eats her dinner or she does her dinner at कति बजे त 8 बजे at 8 o'clock. अब अर्को छ यो फोटोमा हामी के देख्छौँ नितु इज स्लिपिङ भनिसकेपछि क्वेसन के हुन सक्छ when does she sleep हैन she sleeps at 10 o'clock भनेर चाहिँ हामीले यसरी भन्न सक्छौँ. रिडिङ आएको तीनवटा क्वेसनहरू हेरौँ. हेभ यु एभर बिन टु एन एजुकेसनल टुर. के तपाईँ कहिले एजुकेसनल टुरमा जानुभएको छ शैक्षिक भ्रमणमा. अर्को छ वेयर एन्ड वेन डिड यु गो. तपाईँ कहाँ जानुभयो र कहिले जानुभयो. वेन डिड यु डु वाट डिड यु डु ड्युरिङ द टुर. अनि त्यो तपाईँ एजुकेसनल टुरमा जानुहुँदा तपाईँले के गर्नुभयो भन्ने चाहिँ क्वेसनहरू छ. यहाँ आज हामी एउटा नोटिस पढ्छौँ. यहाँ चाहिँ टाइम टेबल दिइएको छ. टुर टु सेन्ट्रल जूमा चाहिँ जाने चाहिँ नोटिस रहेको छ. यसमा दिस नोटिस इज पब्लिस्ड बाई सरस्वती निकेतन सेकेन्डरी स्कुल टेकु काठमाडौँले चाहिँ यो निकालेको छ है त. यो कहिले लेखिएको छ त यो भनिसकेपछि 20 जुन. हामीले जहिले पनि नोटिस लेख्दाखेरि चाहिँ यहाँ डेट कहिले लेखिन्छ अथवा कहिले प्रकाशित गरिन्छ त्यसको पनि लेख्नुपर्छ. अब हामी जाउँ लाइन बाई लाइन. The school is organizing an educational tour to the Central Zoo, Chaulakhel, Lalitpur on 24th June for the students of grade 8. भनिसकेपछि सरस्वती निकेतन सेकेन्डरी स्कुलले चाहिँ स्टुडेन्टहरूलाई चाहिँ कहाँ लग्दै रहेछ त एजुकेसनल टुरमा सेन्ट्रल जू जाउलाखेल ललितपुरमा पर्ने सेन्ट्रल जूमा चाहिँ लैरहेको रहेछ. कहिले त on 24th June for the students of grade 8 को स्टुडेन्टलाई. The timetable of the tour activities is scheduled as follows. भनिसकेपछि अब कति बेला के गर्ने भनेर चाहिँ यहाँनिर टाइम टेबलहरू चाहिँ दिएको छ. अब हामीले वन बाई वन पढ्दाखेरि अराइभ एट स्कुल एन्ड अरेन्ज ग्रुप्स भनिसकेपछि स्टुडेन्टहरू स्कुल आइपुग्ने र आफ्नो ग्रुपहरू बनाउने कति बजे रहेछ त 9 बजे. अनि बोर्ड द बस भनेको बसमा गेट चढ्ने बस हिँड्ने कति बजे रहेछ त 9:15 AM मा चाहिँ त्यहाँबाट बस हिँड्दो रहेछ उसको स्कुलबाट
अथवा बसमा चढिसक्नु पर्ने रहेछ। अनि एटेन्डेन्स हुँदो रहेछ त्यो चढ्ने बित्तिकै कति बजे त 9:20 मा। रिच सेन्ट्रल जू भनेपछि उनीहरूको स्कुलबाट सेन्ट्रल जू एकदमै नजिकै रहेछ, त्यही भएर उनीहरू जम्मा कति मिनेटमा पुगे त 20:45 9:20 मा हिँडेर 9:45 मा उनीहरू पुगे। फर्म स्मल एनिमल ग्रुप्स भनिसकेपछि सी एनिमल ग्रुप्स बिलो भनेको छ एन्ड बर्ड्स म्यामल्स एम्फिबियन्स रेप्टाइल्समा ग्रुपमा चाहिँ उनीहरूलाई डिभिजन गरेको छ। त्यो चाहिँ कति बजे गर्ने रहेछ त 10 बजे। इन्टर द जू यो ग्रुपमा डिभाइड गरिसकेपछि कति बजे जूभित्र छिर्ने रहेछ त 10:05 AM मा। अनि एक्सप्लोर द एनिमल्स इन द जू अब जूमा भित्र गएर एनिमल्सहरू हेर्ने कहिले रहेछ त कति बजेदेखि कति बजेसम्म 10:05 देखि 2 बजेसम्म 10:05 बिहानको AM देखि PM सम्म। बोर्ड द बस अब बस चढ्ने बसभित्र आउने कति बजे रहेछ 2:10 PM। अनि एटेन्डेन्स फेरि एटेन्डेन्स हुने रहेछ 2:15 मा हैन को चढ्यो को चढेन भनेर। अराइभ ब्याक एट स्कुल अनि स्कुल फेरि आइपुग्ने रहेछन् उनीहरू 2:40 मा। स्कुल आएर मात्र हैन अब उनीहरू क्लासरुम भित्र पनि छिर्ने रहेछन्। रिटर्न टु द क्लासरुम 2:50 मा। र ग्रान्ड डिस्कसन भनेको व्हाट आर द थिङ्स व्हाट आर द एनिमल्स यु हेभ वाच्ड ओभर देयर अब्जर्भड ओभर देयर भन्ने कुराहरूमा ग्रान्ड डिस्कसन चाहिँ 2:50 देखि 4 बजेसम्म चाहिँ हुने रहेछ। भनिसकेपछि यहाँ एनिमल ग्रुप्सहरूमा एनिमल्सको नेमहरूमा चाहिँ छुट्याइदिएको छ स्टुडेन्ट्सलाई। त्यसमा चाहिँ बर्ड्स रहेछ, रेप्टाइल्स रहेछ, अनि म्यामल्स रहेछ, अनि अर्को के रहेछ त एम्फिबियन्स रहेछ। भनिसकेपछि यतिमा चाहिँ छुट्याइदिएको रहेछ। नोट यहाँ एउटा नोट छ मिसेस कार्की द इङ्ग्लिस टिचर विल लिड द टुर भनेको यो टुरको लिडर चाहिँ को हुनुहुँदो रहेछ त मिसेस कार्की। स्टुडेन्ट्स आर एक्सपेक्टेड टु फलो द टाइम टेबल एन्ड द गाइडलाइन्स गिभन बाई द टिचर भनेको उहाँले जे भन्नुहुन्छ त्यही कुरा नै स्टुडेन्ट्सहरूले चाहिँ के गर्नु पर्यो त फलो गर्नुपर्ने रहेछ।